नवराज विकहरूलाई हामीले मारेको कि कसले मारेको? यो समाज साँच्चीकै भन्ने हो भने आज पत्रकार मित्रले एउटा गहिरो प्रश्न र गम्भीर प्रश्न गाडेर उठाउनु भयो भने यो समाज के साँच्चै मित्र जमेरै बसेको छ त? यो समाज साँच्चीकै भन्ने हो भने मिलेरै बसेको छ त? दलितको मुद्दा तपाईकै सार्थक मजेरीबाट कतिवटा भिडियो आइरहेको छ। तपाईहरु त प्रत्येक दिन दलितको बलात्कार भयो भनेर हालिरहनु भएको छ। तपाईहरुको प्रत्येक टेलिभिजनहरुले प्रत्येक दिन मधेसमा दलितहरुको घरबासमा डोजर चल्यो भनेर हालिरहनु भएको छ। मृत्यु नवराजको मात्र हो हैन, मैले यति कुरा पनि हो। नवराज भनेको यसको एउटा अगुवा हो, सबैजनाको नाम लिने त्यो काण्ड हो। यो एउटा ठुलो जाति भन्नेले सानो जातिलाई मार्ने बेलासम्म र सानो जातिले सही दिने बेलासम्म चाहिँ मिलेर बस्नुपर्ने। एउटा जातिले निरन्तर बलात्कार गरिरहने, एउटा जातिले निरन्तर मान्छे मारिरहने। नवराजहरूलाई मारेर भेरीमा बगाउँदा एउटा दलितले भेरी पारी ढुङ्गा हान्यो र हामीले हान्यौँ आजसम्म? तपाईँ यही हुनुहुन्छ? हामीले कतिचोटि यहाँ चाहिँ ढुङ्गा हानेका छौँ। जातीय विभेद गर्नु हुँदैन भनेर द्वन्द्व गरेकाहरू फेल भए, अब खगेन्द्र सुनार एक्लै पास हुने हो? होइन, म एक्लै पास हुने कुरा होइन। जातीय हिंसा जस्तो एउटा नेपालको इतिहासमा सबैभन्दा धेरै दलितहरूको सामूहिक हत्या भएको रुकुमको काण्डमा यो दलितहरूको मुद्दालाई यहाँको प्रशासनले गम्भीरतापूर्वक लगेन भने, यहाँको अदालतले गम्भीरतापूर्वक लगेन भने, यहाँका प्रहरी प्रशासनहरूले गम्भीरतापूर्वक लगेन भने दलितहरू सहेर बस्दैनन्, चुप लागेर बस्दैनन्। ज्यानको बदलामा ज्यान हुन्छ। यो अन्तिम भिडियो पनि हुनसक्छ। त्यो आन्दोलनहरू गर्दै क्रममा चाहिँ यो अन्तिम भिडियो पनि हुनसक्छ। त्यसैले तपाईँ र तपाईँ सबै साथीहरू मार्फत हामी एउटै कुरा अपिल गर्न चाहन्छौँ, दलितहरूमाथिको अत्याचार चाहिँ योभन्दा पछाडि चाहिँ सह्य हुँदैन, मान्ने हुँदैन। पर्सि हामी सुर्खेतमा रहनेछौँ। तपाईँलाई यो कुरा म यहाँबाट जानकारी गराउन चाहन्छु। तपाईँलाई लागेको एउटा शान्त रूपले बसेको समाजलाई दलितको मुद्दा उठाएर तपाईले भविष्यमा राजनीतिक गर्ने तपाईको सोच छ, पपुलारिजमको स्टोन देखाउन खोजेको हो खगेन्द्र सुनारले? तपाईले भनेको प्रश्न ठिक छ, आम मानिसहरूले लगाउने आरोप पनि त्यो ठिक छ। नवराज विकहरूलाई हामीले मारेको कि कसले मारेको? यो समाज साँच्चीकै भन्ने हो भने आज पत्रकार मित्रले एउटा गहिरो प्रश्न र गम्भीर प्रश्न गाडेर उठाउनु भयो भने यो समाज के साँच्चै मित्र जमेरै बसेको छ त? यो समाज साँच्चीकै भन्ने हो भने मिलेरै बसेको छ त? नवराजहरूलाई हत्या गरेर एउटा समुदायलाई चाहिँ दिनकै बलात्कार गरिरहने। नवराजको मुद्दा जस्तै दलितको मुद्दा तपाईँकै सार्थक मजेरीबाट कतिवटा भिडियो आइरहेको छ। तपाईँहरू त प्रत्येक दिन दलितको बलात्कार भयो भनेर हालिरहनु भएको छ। तपाईँहरूको प्रत्येक टेलिभिजनहरूले प्रत्येक दिन मधेसमा दलितहरूको घरबासमा डोजर चल्यो भनेर हालिरहनु भएको छ। मृत्यु नवराजको मात्र हो? होइन, मैले यति कुरा पनि हो। नवराज भनेको यसको एउटा अगुवा हो, सबैजनाको नाम लिने त्यो काण्ड हो। यो एउटा त्यो समग्रको काण्ड हो। मैले फेरि पनि भने, भोलि हिंसा मच्चिँदै गर्दा गोविन्द साई ठकुरीको छोरो पनि मर्यो, होइन? गणेश बुढा मगरको छोरो पनि मर्यो। एउटा हुइमा आयो भने जो पनि त्यहाँ मिसिन सक्छ। तपाईँले भनेको जस्तो यो सामूहिक मुद्दा छ। मैले व्यक्तिगत मुद्दा मात्र होइन, यो 6 जनाको मुद्दा सामूहिक मुद्दा छ। 6 जनाको एउटै पेपरमा ती 6 जनाको मुद्दा छ। नवराज यो आन्दोलनको यो घटनाको प्रमुख पात्र भएको कारणले नवराज लगायतका काण्ड, यो सहकारी काण्ड भने जस्तो एउटा काण्डमा त्यसमा मुछिएका मान्छेहरूको पात्रता आउने कुरा। तर तपाईँले अघि उठाउनु भएको प्रश्न बडो गम्भीर प्रश्न चाहिँ के हो भने यो समाजले बुझ्नुपर्छ। तपाईँले पत्रकारिताको धर्म निभाएर प्रश्न गर्नुभयो, धन्यवाद छ। तर साँच्चै भन्ने हो भने समाज जमेर बसेको चाहिँ छैन, समाज मिलेर बसेको चाहिँ छैन। एउटा ठुलो जाति भन्नेले सानो जातिलाई मार्ने बेलासम्म र सानो जातिले सही दिने बेलासम्म चाहिँ मिलेर बस्नुपर्ने। एउटा जातिले निरन्तर बलात्कार गरिरहने, एउटा जातिले निरन्तर मान्छे मारिरहने। नवराजहरूलाई मारेर भेरीमा बगाउँदा एउटा दलितले भेरी पारी ढुङ्गा हान्यो र हामीले हान्यौँ आजसम्म? तपाईँ यही हुनुहुन्छ? हामीले कतिचोटि यहाँ चाहिँ ढुङ्गा हानेका छौँ, कतिचोटि आगो बालेका छौँ। हामी इमान्दारितापूर्वक आफैले हातखुट्टामा नेल लगाएर बसेका छौँ। त्यो 12 वर्षीय द्वन्द्व के को लागि थियो त? त्यसो भए यो कुरा भन्नुपर्छ। अब यो कुरा सोध्नुपर्छ। 10 वर्षीय जनयुद्ध के को लागि थियो? माओवादीको जनयुद्ध के को थियो? होइन, होइन, एउटा कुरा के हो भने अब आजै मन लाग्यो भनेर अहिले जान त मिलेन, झ्यालबाट छिरेर जान मिलेन, होइन? यही मैले भने यो भोलि वर्षौँ वर्ष पनि उठ्न सक्छ। यो उठाउने ठाउँ माइतीघर मण्डला पनि त हो। हजारौँ मान्छेहरू आज सडकमा छन्। सबै मान्छे सदनमै हुनुपर्छ भन्ने छैन। उठ्नुपर्ने ठाउँबाट तपाईँहरू जतिको विद्वान पत्रकार साथीहरूको ध्यान आकर्षण हुन्छ भने यो समाजको यो ग्राभिटीको यो तलको घनत्व भएको मुद्दा चाहिँ यसरी यो लेभलबाट उठ्छ भने हामीलाई यसको आवाज उठाउनु पर्नेछ। त्यसैले मैले फेरि तपाईँ र यी सबै प्रिय मिडियाका साथीहरू मार्फत हामीले आज भन्नुपर्छ, बताउनुपर्छ। यदि आज युट्युबर भनिएका साथीहरू हिजो त्यो कोरोनाको समयमा बर्खाको बेलामा एउटा क्यामेराम्यान पछाडि बोकेर प्लास्टिक ओढेर नवराजहरूको न्यायका लागि नगइदिएको भए न्याय हुन्थेन। तपाईँहरूको क्यामेरामा चाहिँ हामीलाई विश्वास छ, तपाईँको बुममा हामीलाई विश्वास छ। त्यसैले यसमा न्याय हुनेछ। अन्तिममा जातीय विभेद गर्नु हुँदैन भनेर द्वन्द्व गरेकाहरू फेल भए, अब खगेन्द्र सुनार एक्लै पास हुने हो? होइन, म एक्लै पास हुने कुरा होइन। यतिका सयौँ साथीहरू यहाँ हुनुहुन्छ,
यतिका हजारौँ तपाईँले हालेको भिडियो मिलियन मान्छेले हेरेका छन्, यहाँका साथीहरू करोडौँ मान्छेले हेरेका छन्। त्यसैले एक्लोले उठाउने भन्ने होइन, यो एउटा प्रतिनिधिमूलक रूपमा हामीले उठाएका छौँ। यो मैले फेरि पनि भने, समाजमा जातीय विभेद, जातीय अपराध, जातीय हिंसा छ। तपाईँ हामी सबै मिलेर आज यसलाई आगो लाएनौँ भने भोलि यसले समाजमा आगो लाउँछ। जातीय द्वन्द्व मैले निम्ताएको होइन, जातीय द्वन्द्व मैले निम्ताउँथेँ भने नवराजका हत्याराको घरमा बसेर हामी खुकुरी र तरबार बन्दुक लिएर कुनै दिन पनि छिरेनौँ। हामी त्यो बाटो हिँडेका छैनौँ। हामी काठमाडौँको माइतीघर मण्डलमा हातखुट्टामा नेल लगाएर यहाँ इमान्दारिताका साथ बसेका छौँ। हामीले अदालतको गेटमा पुगेर अदालतको ढोका ढकढकाएका छौँ, गिडगिडाएका छौँ, बिन्ती बिसाएका छौँ। आज पनि हामीले के भनेका छौँ भने नवराजका हत्याराहरू छुट्नु हुँदैन भनिएका छन्। तर यसरी बिन्ती बिसाएको कुरालाई कमजोरीको रूपमा लिइन्छ भने दलितले सहेर चाहिँ बस्दैनन् मित्र। त्यसमा एउटा बाचा गरेर जाउँ, आज बाचा गरौँ, एउटा बाचा गरौँ। के गरौँ भने मानिस हामी एक हौँ, तपाईँ पनि एक हुनुहुन्छ, म पनि सेम हौँ। हामी जात छैन, विभेद यहाँ केही छैन भनेर हामी बाचा गर्न सक्छौँ। त्यो त हामी सङ्कल्प गरौँ। मैले फेरि पनि भने हामी त मानिरहेका छौँ होइन, गरौँ न, दलित कोटा गरौँ। मैले भने दलित कोटा मात्र होइन, बाहुन कोटा पनि खाली गरौँ न। 9% बाहुनले 98% ओगटेर बस्ने, 15% दलितलाई चाहिँ सधैँ तल च्यापेर राख्ने जातीय कोटा खाली गरौँ। कति छन् समानुपाती समावेशी ढङ्ग? आज तपाईँले यो प्रश्न छेडिहाल्नु भयो। 77 जिल्लामा सिडिओ को कतिजना छन् फेरौँ आजै। डिएसपी कतिजना छन् फेरौँ आजै। न्यायाधीश गभर्नर नियुक्तिको कुरा भएको छ, एउटा दलितलाई गभर्नर बनाऊ आजै। मुख्यमन्त्री फेरौँ आजै। जातीय कोटा खाली गरौँ। आरजु देउबाहरू जस्ता नालायक पात्रहरूलाई अझै खारेज गरौँ। महिलाको नाममा, दलितको नाममा, जनजातिको नाममा, बाहुनको नाममा जातै भजाएर, जातै देखाएर, लाजै नमानेर एउटै हातले हसुरी खाएर, हजमुला खाएर, पचाएर जसरी राखेका छन्, तपाईँले अहिले भनेको जस्तो एउटा सङ्कल्प गरौँ। आज काठमाडौँको माइतीघर मण्डलबाट एउटा सङ्कल्प गरौँ। हामी जाति मान्दैनौँ, तर जातको नाममा दलितहरूलाई बलात्कार नगरियोस्। हामी जाति मान्दैनौँ, तर जातको नाममा नवराजहरूको हत्या नहोस्। हामी मान्दैनौँ। होइन, दलित हटाऊ। मैले फेरि पनि होइन, तपाईँले मैले भनेको होइन। नेपालको संविधानको प्रस्तावनाकै सुरै पहिलो पृष्ठमै दलित भनेर लेखिएको छ। धारा 24 र 40 मा दलित भनेर लेखिएको छ। दलित आयोग बनाइएको छ। मैले बनाएको संविधान होइन, मैले बनाएको होइन। दलित आयोग मैले राखेको होइन। यो दलित भन्ने व्यवस्था, शूद्र भन्ने व्यवस्था, वेद पुराण व्यासहरू मैले लेखेको होइन। यो संरचनाभित्रको एउटा पीडित हुँ म त आत्तिएर, न्याकिएर, च्यापिएर, थ्याचिएर यो चिच्चाउन आएको म त तपाईँहरूको शरणमा आएको, तपाईँको क्यामेराम्यानको अगाडि खुट्टा समाउन आएको म त। तपाईँको यदि यो देशमा साँच्चीकै पत्रकारहरू हुन्थेनन् भने दलितले यसरी न्याय पाउने अवस्था थिएन। पत्रकारिता साँच्चीकै तपाईँहरूले इमान्दारितापूर्वक युट्युब नचलाइदिएको भए, फेसबुक नचलाइदिएको भए, क्यामेरा नकिनिदिएको भए, रात दिन दुःख नगरिदिएको भए यहाँका दलितलाई चाहिँ न्याय हुन्थेन। हाम्रो लागि सबैभन्दा सर्वोच्च अदालत भनेकै यही क्यामेराहरू हो। हाम्रो लागि सर्वोच्च निकाय भनेकै यहाँका मिडियाका साथीहरू हुन्, यहाँका पत्रपत्रिका हुन्, यहाँका टेलिभिजन हुन्। त्यसैले अहिले तपाईँले भनेको जस्तो जातीयताको मुद्दा उठाउने हामीलाई पनि रहर छैन। म पनि तपाईँ जस्तै पत्रकारितामा एउटा सपना बोकेर काठमाडौँ छिरेको मान्छे हो। मलाई पनि क्यामेरा खिच्ने रहर थियो, आज पाखुरा खिच्ने रहर थिएन। रहरलाई ढुङ्गाले च्यापेर छातीमाथि ढुङ्गा राखी हाँस्नु परेको छ भने जस्तो आज हातखुट्टामा नेल लगाएर आएका हौँ। त्यसैले तपाईँ र तपाईँहरू जतिका प्रिय विद्वान मित्रहरूबाट म एउटै कुरा के अपिल गर्न चाहन्छु भने नवराजको मुद्दा दिउँसो 12 बजेको घाम जतिकै छर्लङ्ग छ। 12 बजेको घाम जस्तै छर्लङ्ग भएको मुद्दामा कहीँ कतै बदमासी गरेर यो देशले जातीय दङ्गातर्फ भड्काउने, यो देशमा सामाजिक सद्भाव भड्काउने कर्म अदालतले नगरोस्, प्रहरीले नगरोस्, प्रशासनले नगरोस्। हामी यो कुरा यहाँबाट अपिल गर्न चाहन्छौँ।